झापा 5 मा घर दैलो गर्ने क्रममा पुगेका बालिन शाह गाडीबाट समेत झरेन। 2 घण्टासम्म कुरेर बस्ने मतदाता हेरेको हेरै। नेतालाई हेर्न पाइमा यसो फोटोहरू खिचौँला हेरौँला केही वार्ता गरौँला भन्ने थियो, त नै हामीले पाउँदै पाउन त्यसमा अलिकति दुःख मनाउँछ हामी। भन्छन् के बालिन शाहले सुनको जुत्ता लगाएर आएको हो? तै पनि एकैछिन त निस्किनु पर्छ नि त, हैन? यहाँ बाहिर ननिस्केको गुनासो मेरो। यहाँ खोइ त हेर्न पाइएन, स्वागत गर्न पाइएन, एउटा हजुर जुत्ता लागेर यहाँ निस्केर पाएन त। गाडीबाट समेत नझर्नेलाई कसरी भोट दिउँ? 2 घण्टासम्म पर्खेर बस्ने जनता हेरेको हेरै। कसरी होला? एकछिनमा चेन्ज भयो उहाँहरू भनेपछि पब्लिकको के रहेछ त गुनासो? उहाँले गुनासो सुन्नुभयो? जनताले के चाहेको छ? गुलाबको फुल पनि दिन पाउनु भएन उहाँहरू पब्लिकले, अनि भोट दिने हो घरमा फेसबुकको भोटरले जित्छ भन्ने हुन्छ। दर्शकवृन्द, यति बेला झापा क्षेत्र नम्बर 5 मा सबैको आँखा परेको छ, किनकि यहाँ केपी शर्मा ओलीसँग चुनावी मैदानमा लड्न काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह बालेनसँगै हर्क साम्पाङको पार्टी धरानबाट समीर तामाङ र यही झापा क्षेत्र नम्बर 5 बाट रञ्जित तामाङ गरी 4 अहिले निकै नै चर्चामा छ। घर दैलो गर्ने क्रममा जनताको घर घरमा पुगेर भेटघाट गर्ने र जनताको गुनासो सुन्ने कामहरू भइरहेको छ। केपी शर्मा ओली आफ्नो वडा र टोल पार्टी कार्यालय पुगेर भेटवार्ता र चुनावी प्रचार प्रसार गरिरहेको छन्। फेरि केही अनुहारलाई जनताले छान्छन् वा नयाँ नेतृत्व हेर्छन्, त्यो हेर्न भने बाँकी छ। यी कुरा सबै जनताको हातमा छ। र अर्को हुन् समीर तामाङ, आज श्रम गर्दै जनतासँग श्रमबाटै घर दैलो गर्न पुगिरहेका छन्। र अर्को 2 पात्र सामाजिक सञ्जालमा देखिएको प्रतिस्पर्धीहरू हुन् बालेन शाह र रञ्जित तामाङ। घर दैलोमा पुगेका बालेन शाह झापा 5 मा स्थानीय जनताको घर घरमा पुगेर गुनासो सुन्नु पर्ने हो, तर गाडीबाट समेत नझरेको स्थानीयको गुनासो छ। हेर्नु भएर भात नखाइ आएर बसेको देख्नु भयो बालेन शाहलाई? के को निस्केप देख्नु, लुकेर सुत्केरी जस्तो भएको त्यस्तालाई नै भोट दिनु। 2-3 घण्टासम्म पर्खेर बसेको बालेनलाई हातमा जनताले माला फुल दिनु त के, गाडीबाट समेत हात नहल्लाएको भन्दै जनता भन्छन् अब झन् प्रधानमन्त्री भए कसरी हामी भेट्न सक्छौं होला त भन्दै गुनासो पोखिरहेको छन्। गुनासो त हुन्छ त, यसो निस्केर यसो हात त हल्लाउनु पर्छ नि, गाडी भित्रै बसेर ननिस्केको गुनासो मेरो। यहाँ खोइ त हेर्न पाइएन, स्वागत गर्न पाइएन, एउटा जुत्ता लागेर यहाँ निस्केर पाएन त। निस्किने पुत्रिने उहाँहरू भनेपछि पब्लिकको के रहेछ त गुनासो? उहाँले गुनासो सुन्नुभयो? जनताले के चाहेको छ? गुलाबको फुल पनि दिन पाउनु भएन उहाँहरू पब्लिकले, अनि भोट दिने हो घरमा फेसबुकको भोटरले जित्छ भन्ने हुन्छ।